Hello guys, welcome back to my new mini vlog. As something special is coming in our home. Are you excited? Yes. I'm too excited to see. अनि तपाईहरुलाई चाहिँ म अब आएपछि देखाउँछु कपालमा नेचुरल मेहन्दी लगाएको थियौं हैन फर हेयर केयर अनि मम्मीको चाहिँ कलर लगाएको किनकि मम्मीले अगाडि पनि कलर लाउनु भएको थियो हैन मेरो त ब्ल्याक कलर छ सो लाग्न मुस्किल हुन्छ अनि लगाइसकेर नुहाएर अब वेटिङ फर समथिङ स्पेशल अनि साथै समथिङ स्पेशल इज कमिङ त भने तर कोसँग आउँदैछ भन्दाखेरि पापासँग आउँदैछ पापा चाहिँ 8 दिन भएको थियो नि त काठमाडौँ बस्नुभएको अनि 8 दिनपछि चाहिँ पापा आउँदै हुनुहुन्छ पापा सँगसँगै एउटा स्पेशल चिज पनि आउँदैछ सो पापा आएपछि म देखाउँछु मैले चाहिँ यता पापा आउनुभन्दा अगाडि स्पेसल चिजको लागि चाहिँ यहाँनिर फुलहरू अनि टिकाहरू रेडी गरेको थिएँ यता चाहिँ मम्मीले कपाल सुकाउँदै मम्मी र म गफ गर्दै पापालाई पर्खिरहेको थियौँ हामी सबैजनाको आँखा चाहिँ यति छ है गाइस के होला समथिङ स्पेसल भनेको आउँदैछ चाहिँ मम्मीले भाइलाई आँखा चिम्लेर बिस गर्न अनि आउनुहुन्छ पापा भन्दै हुनुहुन्छ यहाँ चाहिँ पल्लो घरको भाइ पनि वेट गर्दैछ काकालाई सान यो फुल कसलाई दिन हालेको मलाई खोइ त दिउँ न त यता अगाडि आउन थ्याङ्क यू कसलाई पर्खिने सान काकालाई अब मम्मीले चाहिँ पल्लो घरको भाइ सानो भाइलाई पनि 20 गर्न अनि पापा आउनुहुन्छ गर्दै हुनुहुन्छ यता लास्टमा चाहिँ मम्मीले मलाई त अब 100 गन अब चाहिँ फिक्स्ड आउनुहुन्छ पापा भन्नुभयो तर आउनु भएन पापा अब अरू केही ट्रिक छ कि मम्मी छैन ट्रिक आएन त भाइहरु लिन जाँदा त आएन न चोकमा गफ दुईटै भाइ गएका छन् हेर्न तर के चाहिँ स्पेसल रहेछ त गाइस यस्तो अब अरू केही टेक्निक अब टेक्निक त भन्नु टमाटर बजान बनाछु ल यही हो है गाइस समथिङ स्पेसल भनेको चाहिँ पापाले नयाँ कार लिएर आउनु भएको छ भाइ चाहिँ पापा आइपुग्नु भयो कि भएन भनेर चुप गएको थियो नि त हेर्नलाई अनि भाइ पनि गाडीमै चढेर आएछ पापा चाहिँ काठमाडौँदेखि नि कारमा आउनु भएको नि त अनि टाढाको बाटो भएर कार पनि 4 भएछ मलाई चाहिँ हाम्रो कार कस्तो मन पर्यो मलाई चाहिँ कारहरू व्हाइट र ग्रेमा मन पर्छ नि त अनि यता चाहिँ पापाले कसरी लिएर आउँदै नि त काठमाडौँको अनि म चाहिँ त अब न्यू कार आयो नि त घरमा अनि न्यू कार आएपछि त वेलकम पनि गर्नु पर्यो अनि म चाहिँ यता टिकाहरू लगाइदिएर फुलहरू चढाएर पूजा गर्दै थिएँ चाहिँ काठमाडौँबाट आएको आप्पा आएछ बाजेको बेडा आएछ अनि मलाई दादाले लिनु भएको यो सबै मेरो लागि मात्र थ्याङ्क यू सो मच दादा अनि पापाले ल्याउनु भएको अब सबै निकालेर देखाउनु सक्छु थ्याङ्क यू दादा अनि म चाहिँ यता हाम्रो नयाँ कार र पुरानो भेन्ट देखाउँदै थिएँ म चाहिँ यता खुसी हुँदै टिकटक बनाउँदै थिएँ ओके गाइज दिस मच फर टुडे होप यु इन्जोय माई मिनी भ्लग किप वाचिङ बाई बाई